मेरो निर्वाचन क्षेत्र बागलुङ 2 नम्बर 1 मा बागलुङ बजारदेखि बिउ खण्डको घोडाबाँधेसम्मको पुष्पलाल राजमार्ग 22 वर्ष भयो त्यो चाहिँ बन्न लागेको। अहिलेसम्म त्यो बिउकोटमा त्यो बाटो सत्ताधारी प्रधानमन्त्रीदेखि लिएर सबै चाहिँ आगमन भइरहेको छ, आउने जाउने भएको छ। तर त्यो बाटोको हालत के छ भने हिउँ लाग्यो भने धुलोले त्यो बाटोको आसपासका तिउन तरकारी किसानका टौवा जम्मै धुलाम्मै हुन्छ, त्यहाँ हेरि नसक्नुहुन्छ। अब फेरि बर्खा लाग्यो भने त्यो हिलोले उत्तिकै चाहिँ नोक्सान पाइरहेको छ। म चाहिँ 79 मा सांसद भएर आइसकेपछि पटक पटक सरकारको ध्यान आकर्षण गरेँ मैले र सम्बन्धित निकायमा गएर मैले जुम्ले हात गरेँ।